आज साह्रै रिस उठेको छ साथीभाइ हो मलाई। खै दसैँ आयो, तिहार आयो यार, छैन त अन्त आराम छैन, रेस छैन, ना दसैँ भन्नु पाओस् ना तिहार भन्नु पाओस्। जहिले तहिले उसको पछि लागेको छ, जहिले पनि उसकै पछि पर्नु परेको छ। कति चाहिँ गर्नु उसलाई मैले, कति उसको पछि पर्नु। आफूलाई बिमार भएर टाउको दुखेर सर्दी लागेर यहाँनिर कस्तो साह्रो टाउको दुखेछ यार, यसरी फेटा बानिन्जल भइसक्यो। कहिले उसले बिसन्चो भन्दैन, आज रेस्ट गर्नुहोस् न तपाईँ, घरमा बस्नुहोस् भन्दैन, आराम गर्नुहोस् भन्दैन, चाडबाड आउँछ त्यो गयो। जहिले तहिले त्यसको पछि परेको छ यार। न त मसँग सेटिस भएर खुसी भएर बसोस्, कहिले कोसँग कहिले अर्कैसँग, जति नै माया गरेर आफूले राख्दा पनि नहुने, जति नै सुमसुमाएर राख्दा पनि नहुने। कस्तो खालको राक्षस रहेछ हौ यो त, छ्या बट तेरिका हो। सकिनँ मैले, सकिनँ साथीभाइ हो, सकिनँ यसलाई मैले, ट्याक्कै सकिनँ, राख्नु सकिनँ मैले यसलाई। सुरुवालको इन्जरभित्र लुकाएर राख्दा पनि हुँदैन, बक्सामा ताला यत्रोबाट ठोक्दा पनि हुँदैन यार, ब्याङ्कमा लगेर राख्दा पनि हुँदैन यार, कति बेला सुल्किन्छ यादै पाउँदैन यार। खतम बनाएछ है साथीभाइ, खतम बनायो। यसको पछि लाग्दा चाहिँ नि मान्छे खतम, यसको पछि लाग्दा खतम है। यहाँ हेर्नुहोस्, चाडबाड भन्नु पाउँदैन त यार, दसैँ भन्नु पाउँदैन त, हिँडेको छैन त्यसको पछि यार। हेट